गाइस हामी आज झलारीदेखि बेतकोट टुरमा छौँ। हामी दैजी क्रस गरेर बेतकोट भम्का क्रस गर्दैछौँ। बाटो अलि उपर खाबर छ। अब हामी यसो ड्रिङ्क पानी वाटर कोका कोला चिसो बोकेर अब माथितिर बढ्नुपर्छ भनेर अगाडि बढेका छौँ है त साथीहरू। गाइज अगाडि बढ्दैछौँ। बेतकोट पुग्ने क्रममा छौँ हामी। बेतकोट पुग्ने क्रममा गयो 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 बेतकोट धाम पुगिसकेको अवस्थामा छौँ हामी। दैजी छेला बेतकोट हुँदै हामी माथि जोगपुडातिर अगाडि बढिरहेका छौँ। हेर्दै जाउँ यहाँको बाटोघाटो कस्तो छ, के कस्तो छ। यहाँ प्रहरी पोस्ट पनि रहेछ, अस्थायी प्रहरी पोस्ट। खुसी लाग्यो, राम्रो हुनुपर्ने हो। हामी अगाडि बढ्दैछौँ बेतकोटदेखि माथि। बाटो लगभग पक्की बाटो नै भन्नुपर्छ, अहिलेसम्म पिच नै सुरु छ। हेरौँ अगाडि कहाँसम्म सहजै पुग्न सकिन्छ। बाँकी दृश्य हामी तपाईँहरूमाझ राख्ने नै छौँ। हामी देख्न सक्छौँ बेतकोट भ्यू, बेतकोटको तलाउ, अनि त्यसपछि तराईका समतल फाँटहरू। बढ्ने क्रममा छौँ हामी। बेतकोटभन्दा माथिबाट खिचिएको दृश्य हो यो। एकदमै मनमोहक दृश्य छ। हामी अगाडि बढ्ने क्रममा छौँ। हामीसँग दाजु हुनुहुन्छ। हामी पनि छँदैछौँ भ्यूसँग रमाउँदै गर्मीको। कञ्चनपुरको झलारी हुँदै दैजी हुँदै बेतकोट हुँदै हामी पुगिसकेका छौँ डडेलधुरामा पुगिसकेका छौँ। त्यसै गरी परशुराम नगरपालिका 9 नाउला भन्ने ठाउँमा पुगिसकेका छौँ हामी घुम्ने क्रममा। एकदमै मनमोहक दृश्य, एकदमै रमणीय स्थल, धार्मिक स्थल। जय भगवान्। कस्तो लाग्यो त भ्यू? दामी छ। ल हामी अगाडि बढ्दैछौँ। यो रक 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 जय कालीमय, जय माता रानी। दैजी हुँदै बेतकोट हुँदै लिप्ना हुँदै नाउला हुँदै गाईबाटे क्रस हुँदैछौँ। गाईबाटे बजार। गाइस हामी दैजी हुँदै बेतकोट हुँदै लिप्ना, न्याउला, गाईबाँधे हुँदै जोगपुडा हुँदै कटाल हुँदै थुप्रै गाउँहरू पार गर्दै परशुराम धाममा पुगिसकेका छौँ। आजको यात्रा रमाइलो, राम्रो अनि यादगार भयो।